साथीहरू, तपाईहरुलाई आज म यो सर्वोच्च अदालतले यो पिता अथवा बाबु बेपत्ता रहेको अथवा बाबुको ठेगान नभएको र बाबुको नागरिकता नभएको अवस्थामा पनि आमाको नामबाट नागरिकता प्रदान गर्न सकिन्छ भन्ने एउटा नजिर स्थापित भएको छ। त्यो नजिरको बारेमा आज म यहाँहरुलाई आज बताउन गइरहेको छु। यस नजिरको सार चाहिँ के छ यो म तपाईहरुलाई छोटकरीमा बताउँछु। यदि बाबु वा आमा मध्ये कसैको नामबाट नागरिकता लिन सक्ने अवस्था संविधान तथा ऐनमा भएपछि बाबुको नागरिकताको प्रमाणपत्र पेश नगरेको भए पनि आमाको नागरिकता राखी निवेदन दिन सक्ने भनेको छ। यो भनेको कस्तो भने अब हाम्रो संविधानले बाबु वा आमा कसै मध्येबाट दुईजना मध्ये एकजनाबाट नागरिकता प्राप्त गर्न सक्ने भन्ने खुलाइदिएको छ। त्यसै अनुसार यदि निवेदकले बाबुको नागरिकता पेश गर्न सकेन, अब अहिले कतिपय ठाउँमा चाहिँ विशेष गरी यो तराईका बेल्टहरुमा र चाहिँ शहरी क्षेत्रहरुमा हैन, पहाडका पनि शहरी क्षेत्रहरुमा चाहिँ के हुन्छ भने श्रीमान चाहिँ लापत्ता हुन्छ। श्रीमानको नागरिकता पनि छैन, श्रीमान कहाँ छ, श्रीमती मात्रै छ, बच्चा-बच्ची ठुलो भइसक्यो, नागरिकता लिने बेला भइसक्यो। त्यस्तो अवस्थामा चाहिँ वडा कार्यालयबाट सिफारिस बनाएर सिफारिसै नपाउने हैन, एक त वडाले सिफारिसै नदिने, वडाले सिफारिस केही गरी दिइहाल्यो बुवा छैन भने पनि सिडिओ कार्यालयबाट नागरिकता प्रदान गर्ने, जिल्ला प्रशासन कार्यालयबाट चाहिँ नागरिकताहरू नदिलाइदिने खालको चाहिँ दिन नमिल्ने भन्ने खालको चाहिँ अहिले पनि समस्या रहिआएको छ। हुन त हाम्रो संविधान र नागरिकता ऐन संशोधन पश्चात यो दिन मिल्ने भनेर कानुनमा प्रष्ट छ। तैपनि अभ्यासमा चाहिँ अलि कठिनाइहरू भएको अवस्थामा सर्वोच्च अदालतले पनि यस्तो किसिमको चाहिँ एउटा नजिर स्थापित गरेको छ। यो नजिर चाहिँ सबैलाई बाध्यकारी रूपमा मान्नुपर्ने अवस्था रहन्छ। यदि तपाईहरु यो भिडियो हेर्दै हुनुहुन्छ र तपाईहरुको नजिकमा अथवा तपाईहरुलाई पनि यससँग सम्बन्धित समस्या परेमा तपाईहरुले यो फैसला हैन नेपाल कानुन पत्रिकाको यो नजिर 11,011 उत्प्रेषण समेतमा चाहिँ यो तपाईले डाउनलोड गर्न सक्नुहुन्छ। डाउनलोड गरेर वडा कार्यालयमा हैन, त्यहाँ वडा सचिव हुनुहुन्छ होला अथवा चाहिँ वडा अध्यक्षलाई यस्तो खालको नजिर आएको छ, सर्वोच्चले यसरी व्याख्या गरेको छ भन्न सक्नुहुन्छ। सिडिओ कार्यालयमा पनि तपाईले यो नजिर साथै लिएर जान सक्नुहुन्छ। यदि तपाई चाहिँ बुबा सम्पर्कविहीन हुनुहुन्छ र आमाले नेपालको नागरिकता प्राप्त गर्नु भएको छ, त्यस्तो अवस्थामा बुबाको नागरिकता पेश गर्न नसकेको र बुबा सम्पर्कमा नरहेको कारणले मात्रै बच्चाले नागरिकता नपाउने भन्ने हुँदैन, नागरिकता प्राप्त गर्न सक्नुहुन्छ भन्ने खालको चाहिँ यो नजिर स्थापित भएको छ है। यति मैले यहाँलाई जानकारी गराएँ। अब यसको डिटेल तपाईहरुलाई यदि चाहनुहुन्छ भने तपाईहरुले नेपाल कानुन पत्रिकाको यो निर्णय हेर्न सक्नुहुन्छ है। यसमा के भनिएको छ भने बाबु सम्पर्कविहीन रहेको र निवेदकको आमाले वंशजको नेपाली नागरिकता प्राप्त गरेको भन्ने देखिएको अवस्थामा निवेदकलाई आमाको नामबाट कानुन बमोजिम नेपाली नागरिकता प्रदान गर्न सकिन्छ, आमाको नामबाट पनि नागरिकता प्रदान गर्न सकिन्छ भनेर चाहिँ यसरी यो सर्वोच्च अदालतबाट फैसला भएको छ र नजिर समेत स्थापित भएको अवस्था छ। धन्यवाद।